सेवा र सबैलाई। आजको यो भिडियो अरू दिनको भन्दा अलि फरक र निकै भावुक छ। जीवन एक अनिश्चित यात्रा हो भन्छन्, तर कुनै यात्राको अन्त्य यसरी हुन्छ भन्ने कसैलाई थाहा हुँदैन। आज हामी आफ्नै एकजना आफ्नै मान्छेलाई यो संसारबाट बिदा गर्न घाटतर्फ जाँदैछौँ। र यहाँनिर चाहिँ लास जलाउनको लागि चाहिँ हामीमा आज यहाँनिर दाउराको एकदमै कटाइ गइरहेको छ। यहाँनिर लो 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 पढा 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 स्मेल चाहिँ बढी कडा छ क्या यस केटाको। यहाँनिर चाहिँ हेर्नुहोस् बाहुबलीले यहाँनिर बोकेको हेर मुढा आम्म यो हो नि त बोकाइ चाहिँ हो। बफ्रे ब र अर्को यता सेकेन्ड बाहुबली बफ्रे बफ सन भाइ लु कुल 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 ओ पिप्ला खोल डाइरेक्ट उयसमा। यसको चाहिँ काम छैन, यसको चाहिँ काम छैन। ओ उडा तम्नु उडा तम्नु उडा अम्म टुक्रेर टुक्रे। यहाँनिर हेर्नुहोस् एकदमै यहाँनिर चाहिँ मलामीमा चाहिँ यसरी दाउरा बोकिरहेको छौँ हो। अनि फिलहाल अब के गर्नु हो, मलामी आएपछि चाहिँ यस्तो बोक्नु पर्दो रहेछ हो केटा हो, के गर्नु हो। र त्यही हो, मान्छे जन्मेपछि चाहिँ एक दिन चाहिँ अब यसरी यस्तो कर्म चाहिँ गर्नै पर्दो रहेछ हो। अनि त्यसले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ फिलहाल नाम चाहिँ थाहा भएन, तर उहाँको चाहिँ आज एकदमै अन्तिम संस्कार भइरहेको छ। यहाँनिर तपाईँलाई देखाउने छु है त। र यो चाहिँ सर्बङ खोला भन्छ है त, सर्बङ खोला। अनि यो चाहिँ हिलेको यो चाहिँ जङ्गल एन्ड दिस वान इज सर्बङ खोला। र यहाँनिर चाहिँ एकदमै जलन ढङ्ग बनाइरहेको छ ऊ पर यता यहाँ जुम गरेर देखाउँछु। यहीँ हो, यहाँ बनाइरहेको छ है त। ल अब तपाईँहरूलाई विस्तार रूपमा देखाउने छु। मान्छेको चोला कतिखेर सकिन्छ कसैलाई थाहा नहुने रहेछ। यो मलामीको भिड देख्दा लाग्छ मान्छेले जिन्दगीभरि जे जति कमाए पनि अन्त्यमा जाँदा रित्तो हात नै जाने हो। हामी दैनिक जीवनमा कति धेरै रिस राग र घमण्ड गर्छौं, तर हेर्नुहोस् त यो अन्तिम यात्रामा ती सबै कुरा कति अर्थहीन देखिन्छन्। आखिर सँगै जाने त केवल कर्म र यादहरू मात्र रहेछन्। बाँस पनि भेला भएर लागेको छ क्या। यो त सबै उयो माछा मार्ने जस्तो बाँस थियो। माछा मार्ने पानी सुकेर फ्याँकेर ए बक्सा सजिएको छ काँधमा आज एउटा शान्त शरीर, वरिपरि रुवाबासी, आँखाभरि आँसुको भेल। हिजोसम्म जोसँग हाँसो र ठक्ता चल्थ्यो, आज ऊ एउटा निस्तब्ध तस्बिर बनेर हिँड्यो। दो बाटोमा छरिएका ती लाभा र अबीरहरू भन्छन् संसारको रीत यही हो, आएपछि जानुपर्छ। न साथमा धन गयो न त कमाएको सान गयो, मात्र गरेका कर्म र केही मीठा सम्झना साथमा गयो। आउनु र जानु त प्रकृतिको नियम हो, मुटुभरि छोडेर जाने उनको याद हो। जानु त एक दिन सबैले पर्छ यहाँबाट, कसैलाई अगाडि त कसैलाई पछाडिको साथ हो। पञ्चतत्वले बनेको यो शरीर आज फेरि पञ्चतत्वमै विलीन हुँदैछ। रित्तो हात आएका थियौं, रित्तो हात नै जाने हो। जलेर खरानी हुने यो देह माटोमै मिल्ने हो। बाँचुन्जेल गरौँ माया, सबैलाई समेटेर अन्त्यमा त केवल नाम मात्र रहने हो। जीवन एकदमै छोटो छ, त्यसैले रिस राग र घमण्ड त्यागेर एक अर्कालाई माया गर्न सिक्नुहोस्। आजको यो दृश्यले हामीलाई यही सिकाउँछ कि हामी सबै एक दिन यही ठाउँमा आउनु छ। त्यसैले बाँचुन्जेल खुसी रहौं र अरूलाई पनि खुसी राखौं। बिदा हुनुभएका ती मृत आत्माको चिर शान्तिको कामना गर्दछु। नदीको किनारमा दन्किरहेको त्यो चिताको ज्वाला जसले खरानी बनाउँदैछ। यहाँ चाहिँ अब यो चाहिँ दिन गइरहेको छ दाउरा हैन, माटो साङ्गे लासेन्डोलमा
को चाहिँ आज अन्तिमै संस्कार हुन गइरहेको छ यहाँनिर। यहाँनिर तपाईँले देखिराख्नु भएको छ अग्नि पनि यहाँनिर लगाइसकेका छौँ हामीले। मलामी आएका ती मान्छेहरू केही बेरका यात्री भोलि फेरि आफ्नै संसारमा भुल्नेछन् सबै बिर्सिएर। पिल पिल बल्ने दियो झैँ निभेर गयो यो सास। रित्तो छ त्यो घर, रित्तो छ आज गाउँ बेसी। अन्तिम विदाईमा हात जोडेर सबैले भन्छन्, अलविदा साथी, तिम्रो आत्माले शान्ति पाओस्।